सहरमा भूमिकाको बलात्कार भयो। हाम्रो भएको इज्जत सबै माटोमा मिल्यो भनेर बालकुमारीले आफ्नो श्रीमानसँग गुनासो फुकिरहँदा टुप्लुक्क भूपेन्द्रको दाई भुवन र उनकी श्रीमती त्यस गाउँमा आइपुग्छन्। दर्शकबिन्द, सहरमा हुँदा भूमिकाले आफ्नो दाईलाई आफूमाथि बलात्कार भएको कुरा लुकाएर राखेकी थिइन्। उनले निकै गाली गर्नेछन् र भूमिकामाथिको विश्वास टुट्नेछ भनेर भूमिकाले आफूमाथिको बलात्कार लुकाएर राखे पनि अन्ततः भुवन र उनकी श्रीमती अथवा ठुलो दाजुले भूमिकामाथि भएको बलात्कार गाउँमा पुगेर थाहा पाएका छन्। अब उनीहरूलाई निकै दुःख लाग्नेछ, भूमिकामाथि भएको विश्वास टुट्नेछ। आफ्ना बुवा र आमालाई पनि उनीहरू चर्को स्वरमा बोल्नेछन् आफ्नी छोरी भूमिकालाई ठिक ठाउँमा राख्न नसकेको र राम्रो संस्कार दिन नसकेको भनेर। तर दर्शकबिन्द, उता बालकुमारी र बालकुमारीको छोरा भीम कान्छोले सम्पूर्ण दोष जति भुन्टीमाथि दिएका छन्। दर्शकबिन्द, सबै भुन्टीले गर्दा हो। भुन्टीले भूमिकामाथि राम्रो संस्कार दिन नसकेको र सहरमा उसलाई नियन्त्रणमा राख्न नसकेको भनेर बालकुमारीले भुन्टीमाथि दोष दिइरहँदा यता भीमले पनि आफ्नी भाउजूलाई आफ्नो घर परिवारमा कलह हुनुको प्रमुख कारण तपाईँ हो, भाउजू हो भनेर भनिरहँदा भुन्टीले भनेकी छन्, सम्पूर्ण नराम्रा कामको दोष जति मलाई दिने र आफूहरू पन्छिन खोज्ने, मैले पढ्न खोज्दा के भो र, गलत तपाईँहरू हुनुहुन्छ र त्यसको दोष मलाई दिनुहुन्छ भनेर गुनासो पोकिरहेकी छन्। दर्शकबिन्द, उता भुन्टीको दाई टोकले जागिर खोज्दै खोज्दै आफ्नै बहिनीको घरमा पुगेका छन् र बहिनी भुन्टीले आफ्नो दाईलाई जागिर दिने आश्वासन दिएर राखेकी छन्। दर्शकबिन्द, अब आउँदो भागमा अवश्य पनि अब भूमिकाको विवाह हुन निकै गाह्रो छ। गाउँमा सबैले थाहा पाइसके, हल्ला चलिसक्यो भूमिकामाथि बलात्कार भयो भनेर। अब उसलाई कसैले पनि विश्वास गर्ने छैन। यता भुन्टीको पढाइ पनि निकै धरापमा परिरहेको छ। उनले अब पढ्न पाउँछिन् अथवा पाउँदैनन्, त्यो पनि निकै गाह्रो छ। दर्शकबिन्द, आउँदो भागमा हामी यिनै दृश्यहरू हेर्नेछौँ र उता आफ्नो भाइ भूपेन्द्रलाई निकै सहयोग गरिरहेका दाजु र भाउजूमध्ये भाउजू भने आफ्नो भाइ बुहारीप्रति निकै आक्रामक देखिएकी छन्। उनी निकै नराम्रो व्यवहार गरिरहेकी छन्, उनीहरूलाई विश्वास गरिरहेकी छैनन्। दर्शकबिन्द, उनले आफ्नो व्यवहारलाई परिवर्तन गर्नुपर्ने देखिन्छ। दर्शकबिन्द, यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नुहोला, भिडियो लाइक गर्नुहोला। आजको लागि यति नै, नमस्कार।